रामकाकाको सुकुटी बनाउँदै हेर्दै कति राम्रो छ माला जस्तै काटिसक्यो तिमीले खै देखाउ त कस्तो सेप काट्यो लामो यसरी पातलो त्यस्तो ओके ठिक छ ल है लामो बनायो ठिक छ ल के अरे राँगाको सुकुटी हामीले यो नौराको नेपाली सपबाट ल्याएको होइन अर्डर गरेको थियो उसले ल्याइदियो है यसरी पातलो पातलो ठिकको मिडियम साइजमा कुनै कुनै अलिक मोटो छ कुनै पातलो छ ठिकै छ काट्दाखेरि रसिलो छ लामो लामो गएर अब यो हेर्दाखेरि धेरै देखिन्छ सुकिसकेको हुन्छ यो ओभन रेडी टु गो होइन ओभनमा गर्ने अब यसलाई हामीले चट्ट यसरी बनाएर ग्रिलमा यसरी लामो लामो छ भने यसरी गरेर राखिदिने झुन्डाइदियो अब मजाले अब यहाँ एकछिन ओभनमा आधी घन्टाको लागि सुकुटीलाई यसरी अब हामीले राखिसकेपछि ट्रेमा अब हामीले यसलाई यसरी एयर फ्रायरमा जाममा पारेर यसरी हालिदिन्छु अनि यो चाहिँ किन राख्ने भन्दा जति पनि तलको पानीहरू हुन्छ नि त्यसमा छोडिदिन्छ यसरी कुटी रेडी भइसकेको छ 2 घन्टा फ्यान फोर्समा राखेर ड्राई भइसकेको छ अब यसलाई चाहिँ ड्राई गर्नुपर्छ ड्राई गरिसकेपछि बोतलमा प्याक गरेर राखियो यतिको भइसकेको छ अझै मजाले यो ड्राई गर्नुपर्छ यो पाइन्छ सबै त कुनै कुनै तर अझै मजाले यो यतिकै यसमा छोडेर क्रन्ची छ हो रेडी भइसकेको छ अब तपाईँहरूले पनि यसरी सुकुटी ल्याउनुहोस् राँगाको बनाए पनि हुन्छ ल्याम्पको बनाए पनि हुन्छ गोठको बनाए पनि हुन्छ जेको पनि बनाएर स्लाइस बनाउनुहोस् ओभनमा राख्नुहोस् फ्यान फोर्समा अनि खानुहोस् बाई बाई हस्त नमस्ते